भोलि वैशाख 1 गते नयाँ वर्षको पहिलो दिन बिहानै उठेर ओछ्यानमै बसेर यो एक मन्त्र भन्नुभयो भने तपाईको हातमा सधैँभरि लक्ष्मीको सहर बढ्नेछ, स्थिर लक्ष्मीको बास हुनेछ, विद्या बुद्धि दिने माता सरस्वती प्रसन्न हुन्छिन्, मायाको देवता भगवान श्रीकृष्णजीको तपाईलाई विशेष आशीर्वाद मिल्नेछ। ओम कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती करमुले तु गोविन्दम प्रभाते कर दर्शनम। बस यति भनेर आफ्नो दुवै हातलाई ढोगिदिनु। धन पैसा थन्क्याउने हातले, मेहनत संघर्ष दुःख गर्ने लेनदेन कारोबार गर्ने पनि हातले, आशीर्वाद दिने सराप्ने पनि यही हातले, सही र गलत दुवै काम गर्ने पनि यही हातले। धेरै धन रुपैयाँ पैसा पाइयो, तीखो बुद्धि दिमाग पनि पाइयो, सबैबाट माया पनि पाइयो भने मान्छेलाई खुसी हुन अरु के चाहियो। वैशाख 1 गते बिहानै 5 बजे यति एउटा काम गर्नुभयो भने तपाईको 365 दिन सुखै